यस गाइज हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई नेक्स्ट भिडियो है। नयाँ भिडियोमा फेरि पनि स्वागत छ है। आज चाहिँ मैले एउटा यत्तिकै नर्मल भिडियो बनाउनु त भनेर सोचिरहेको, अनि त्यसैको लागि भिडियो बनाउनु पऱ्यो भनेर सोचिरहेको छु होइन। होप गाइज अल यु आर फाइन है, सबैजना आराम हुनुहुन्छ होला। म पनि यहाँनिर बवाल छु है। अहिले चाहिँ दिउँसोको त्यस्तै 11 बजेको छ होइन। अनि मेरो आज स्कुल बिदा होइन, अनि त्यही भएर बिदा भएको हुनाले यसो एउटा भिडियो बनाउनु त भनेर बनाउन खोजेको है। भिडियो चाहिँ के सम्बन्धी भन्दाखेरि म चाहिँ यहाँको ड्रग स्टोर हुन्छ होइन। ड्रग स्टोर भनेको कस्तो भन्दा हाम्रो नेपालको मेडिसिनको मेडिकल भन्छ नि, त्यस्तै टाइपकै मेडिकल नै भनौँ न। यहाँ मेडिकलहरूको सामानहरू पाउँछ होइन, अनि कस्मेटिकको सामानहरू पाउँछ होइन, अनि त्यसपछि यो क्लिनिङको सामानहरू पाउँछ होइन, अनि अरू हल्का ड्रिङ्क्सहरू पाउँछ होइन, अरू अरू सामानहरू पनि पाउँछ क्या। अनि जो त्यहाँ चाहिँ डक्टरहरू नै हुन्छ भनौँ न। त्यसरी जोस् हामीलाई नर्मल हल्का फुल्का चाहिने औषधिहरू यताउता सबै कुरा त्यही पाउँछ होइन। के पाउँछ, कस्तो कस्तो हुन्छ, कसरी हुन्छ भनेर म हजुरहरूलाई देखाइहाल्छु होइन। हल्का हल्का गर्मी छ, त्यस्तो असाध्यै गर्मी त छैन कि, जोस् हल्का हल्का गर्मी छ भनौँ न है त। अनि गाइज है, यो के भन्छ, यहाँ जापानमा चाहिँ म आएर आफूले अनुभव गरे अनुसार है, यहाँ चाहिँ बिरामी भयो भने चाहिँ एकदमै धेरै गाह्रो हुन्छ है। एकदमै धेरै, सबभन्दा धेरै पैसा खर्च चाहिँ यहाँ बिरामी भयो भने चाहिँ सबभन्दा धेरै पैसा खर्च हुन्छ होला जस्तो लाग्छ होइन। त्यही पनि अलिक त्यसैमाथि पनि हाम्रो यहाँ इन्सुरेन्स हुन्छ होइन, त्यो पनि गरेको छैन भने त एकदमै धेरै लास्टै पैसा खर्च हुन्छ क्या। त्यही भएर होइन, इन्सुरेन्स चाहिँ सबैले गर्नुपर्छ, कम्पलसरी नै हो होइन। त्यसको पनि हामी प्रत्येक महिनामा पैसाहरू बुझाउनु पर्ने हुन्छ होइन। त्यही भएर त्यो चाहिँ सबैजनाले बुझाउनु होला, किन भन्दा बिरामी पऱ्यो भने यहाँ एकदमै ठुलो मात्रामा खर्च लाग्छ क्या, एकदमै ठुलो मात्रामा खर्च लाग्छ होइन। पहिला एकचोटि मैले नै भोगेको होइन, मेरो साथीको पहिला म पनि नियम गएको पर्दा हल्का यहाँनिर हातमा चाहिँ के भन्छ सिसाको ग्लासले काटेको थियो क्या। अनि हामी हस्पिटल गयो होइन। अनि है त्यो नेपालमा भएको है लगभग 50-100 रुपियाँमा सकिने काम हो क्या यहाँ है। त्यसको चाहिँ होइन 9,500 कि कति बिल आएको थियो, धन्न त्यो साथीको इन्सुरेन्स के भएर त्यस्तो धेरै पैसा तिर्नु परेन है। त्यो भएर यहाँ चाहिँ बिरामी भयो भने चाहिँ अब बाहिरको ठाउँमा गाह्रो भइहाल्छ, यत्तिकै पनि गाह्रो हुन्छ र एकदम धेरै महँगो क्या यहाँनिर चाहिँ बिरामी भयो भने। त्यो भएर सबैले ख्याल गर्नुपर्छ है, किन भन्दा आफूले आफ्नो ख्याल आफै गर्ने हो। हामी किन भन्दा घरदेखि टाढा छौँ सबैजना है। अनि यहाँ आएको मान्छेहरूलाई पनि कहिलेकाहीँ केही हल्का सामान्य रुगाखोकी पेटसेट यताउता भएर औषधि कहाँ पाउँछ होला, कसरी लिने भन्ने थाहा नभएकोहरूको लागि है त यो भिडियो। त्यसकै है जापानको एम्बुलेन्स है यो चाहिँ। यहाँ पनि एम्बुलेन्सलाई भनेको चाहिँ सबैजनाले छोडिदिन्छ, ट्राफिकमै भए पनि छोडिदिन्छ है। छोड्नै पर्यो नि त, किन भन्दा इमर्जेन्सी मान्छेहरू बोकेर हिँडेको हुन्छ नि त, उल्टा जान्छ रहेछ। तर अब गर्मी चाहिँ बढिसियो। यस गाइज है, फाइनल्ली ड्रग स्टोर आइपुग्यो भनौँ न। यसरी हुन्छ है, इङ्ग्लिसमै लेखेको हुन्छ ड्रग स्टोर भनेर। अनि म अब हजुरहरूलाई यहाँ भित्र गएर देखाउँछु। म अहिले लाइटमा छु है, लाइटमा रोकिरहेको। लाइट खोलेपछि चट्ट हजुरहरूलाई भित्र लगेर सर घुमाउनु पर्ने हुन्छ है त है। कि तपाईँहरू नाम पनि देख्न सक्छ, इङ्ग्लिसमा पनि नाम हुन्छ है। यो नै हो ड्रग स्टोर, औषधिहरू पाउने मेडिकल जस्तै भनौँ, तर सबै कुराहरू पाउँछ है। यदि हजुरहरूलाई पनि यहाँ आएर केही कुराहरू लिनु पऱ्यो भने यहाँनिर डक्टर हुन्छ है, उहाँहरूलाई सोध्न सक्नुहुन्छ। अब म बाँकी कुरा भनेको यहाँ गएर भित्र गएर हजुरहरूलाई देखाइहाल्छु है त गाइज। यस गाइज फाइनल्ली आइपुग्यो, सर हेरौँ है। ड्रिङ्क्सहरू यो के जुसहरू इनर्जी ड्रिङ्क पनि पाउँछ है झ्याप्प बाह्रमा। अनि मेकअपको सामानहरू चाहिँ यतातिर रहेछ। स्याम्पूहरू है। अनि पेन्सनहरू पनि पाउँदो रहेछ है त गाइज।
यो पनि मेडिसिन नै भित्र अन्तर्गतै पर्छ है। सर हेर्नु है त गाइजहरू पेनहरू एउटा पेनलाई 440 रुपियाँ पर्छ। के कुरा गर्नु हो। यो चाहिँ महिलाहरूको सेक्टर भइहाल्यो। यो चाहिँ स्याम्पूहरू यताउताको सेक्टर रहेछ है। यहाँ चाहिँ स्याम्पूहरूको सेक्टर है। अनि यहाँनिर पनि त्यस्तै भनौँ न, स्याम्पू लोसन सोसन है, जेल सेल के हो खै। यतातिर हल्का फुल्का यो औषधिहरू छ है त गाइज। यहाँ आएर हजुरहरूलाई कुनै औषधि थाहा भएन भने यतानिर डक्टर जस्तो हुन्छ, उनीहरूलाई सोध्यो भने नि उनीहरूले पनि भनिदिन्छ है त। क्याल्सियम रहेछ। जियोस् यहाँ पाउने सामानहरू चाहिँ अलिकति बाहिरको भन्दा अलिकति राम्रो हुन्छ है त गाइज। यस गाइज जापानमा होइन कसैलाई पनि चाया परेको छ भने चाहिँ होइन यो स्याम्पू चाहिँ चायाको लागि एकदम बेस्ट हो है। यो ओकुतो भनेको है, यो चाहिँ दुईवटा कलरमा पाउँछ है। कति 536 पर्दो रहेछ के भन्छ ट्याक्ससँग है। विदाउट ट्याक्स चाहिँ 488 है, ट्याक्ससँग 536। यो चाहिँ चायाको लागि चाहिँ एकदमै डेन्जर हुन्छ है। एकदम राम्रो काम गर्छ है त गाइज, यदि कसैलाई चाया पर्ने समस्याहरू छ भने। यस गाइज योहरू पनि औषधि नै हो है। के हो चाहिँ मलाई पनि राम्ररी थाहा छैन है। औषधि चाहिँ औषधि नैहरू हो है यतातिर चाहिँ। अनि नेल कटरहरू पनि पाउँछ है गाइज यहाँनिर। अरू त अरू गाइज खानेकुराहरू पनि पाउँछ क्या। चिप्सहरू पनि पाउँछ भनेको है त। यता पनि चक्लेटहरू भइ त है। अरू त अरू फोहोर फाल्ने प्लास्टिकहरू पनि पाउँदो रहेछ क्या। सबै कुराहरू ब्याट्रीहरू सब कुराहरू पाउँदो रहेछ। अनि यो चाहिँ टोइलेटहरू सफा गर्ने कुराहरू है त। लगभग यो सबै कुराहरू पाउँछ है। त्यो चाहिँ वासिङ मेसिनहरू, कपडा धुने कुराहरू है त। केही कुरा थाहा भएन भने यहीँको डक्टरहरूलाई सोद्धा पनि हुन्छ है। प्रोफेसनलै तरिकाको हुन्छ डक्टरहरू पनि। यसलाई है यो सेक्टरमा पनि पुरै औषधि रहेछ, तर एकदमै महँगो है। यो औषधि चाहिँ मैले पहिला खाएको थिएँ घाँटी दुख्दा के गर्दा है एकचोटि, तर एकदमै भोबाल। खै के हो के सबै औषधि छ। अब त्यो त थाहा छैन। अब आफूले यदि त्यस्तो केही समस्या भयो भने चाहिँ यहाँनिरको डक्टरलाई आएर सोधेर अनि त्यसपछि त्यहाँदेखि लान सकिन्छ है त। अब सर देखाउने कुराहरू देखाइहालेँ के कस्तो भयो अब यहाँ। अनि त्यही हो। अब चाहिँ मैले पनि अलिअलि सामान किनिसकेँ। अब चाहिँ निस्किनु पर्ने हुन्छ है त गाइज। अब फेरि है त बाहिर चाहिँ गर्मी नै छ क्या। पानी पनि पाउँछ है गाइज, पानी पनि। यस ओके। आइसक्रिमहरू पनि पाउँछ है।
ल है त गाइज आजलाई चाहिँ यहाँनिरको भिडियो चाहिँ यति नै भयो है। यति भन्दै आजको लागि चाहिँ यहीँनिर अफ गरौँ है त। यसो गाइज है म चाहिँ सामानहरू लिएर फर्किसकेँ है। मैले पनि हल्का फुल्का सामान लिएर आएको छु एज यु क्यान सी है। कोलगेट सोलगेट अनि स्याम्पूहरू हल्का फुल्का ल्याउनु पर्ने थियो, गएको बेला लिएर नि त भनेर थोरै लिएर आएको है। अनि अरू बनाएको चाहिँ यो गाइज है आजको भ्लग यस्तै भयो। अनि सानो छोटो मिठो भए पनि बनाउनु त भनेर बनाएको है। यदि हजुरहरूलाई केही पनि कुराहरू सोध्नु मन लाग्यो भने हजुरहरूले मलाई मेसेज कमेन्ट गर्न सक्नुहुन्छ है। होइन भनेदेखि पनि मलाई के भन्छ इन्स्टातिर मेसेज गर्न सक्नुहुन्छ। अरू भन्दा त्यस्तै हो है। भिडियो यहाँसम्म हेर्नुभएकोमा सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु। अरू भन्दा त्यस्तै हो, खुसी मस्त भएर बस्नुहोस् है। अब चाहिँ हामी अर्को ब्लगमा भेट्नेछौँ। टिल देन बाई बाई, टेक केयर।